सास मन लागिसक्यो कहाँ जाने कहाँ बस्ने कहाँ जान लाग्यो भन्ने नि भन्नै पर्दैन डेस्टिनेसन फिक्स छैन न वरिपरि घर छ जङ्गल छ बिचमा हामी दुईटा बाइक मात्रै छ बाटोमा कता हो जोल्टी रे ए ए भाइ ए हो एनएसमै गाह्रो भइरहेको यहाँ फेरि गोप्रो अनै छ यार गोप्रो अनै छ ओहो लड्छ कि क्या रे ए माछ एउटा हुइली ल एउटा हुइली गाइस एउटा हुइली पनि जाऊ अँधेरोमा दामी लभली हुइली नफुल्नु फुल मनभरि फुल्यो यो जुनी तिम्रै भर डराउने होइन कि नाइटमा डराउने नै होइन कि ओ माई गॉड व्हाट अ भ्यू लुक एट द भ्यू गाइस गोप्रोमा कतिको क्याप्चर भएको छ होइन आमामा यार यहाँ आउने बेला कतिचोटि चाहिँ कति ठाउँमा चाहिँ 1 घन्टा भने यहाँ ठाउँ भन्नु न हरेक ठाउँमा 1 घन्टा भने जति ठाउँ सोध्यौँ नि 1 घन्टा पछि पनि 1 घन्टा अर्को 1 घन्टा पछि 1 घन्टा अर्को 1 घन्टा पछि 1 घन्टै भइरहेको क्या सो हेलो एन्ड नमस्ते एभ्रिवान होप सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ म कहाँनिर छु भने ठ्याक्कै यो नगरकोटको बाटोमा छु यहाँबाट चाहिँ कहाँ जान लागेको भने अचानक मैले चाहिँ आज यहाँ आएर क्यामेरा अन गरेँ किनभने मेरो गोब्रोमा चार्ज थिएन आज हाम्रो प्लान चाहिँ हाम्रो भैरवकुण्ड जाने प्लान छ है जो चाहिँ सिन्धुपाल्चोकमा रहेको छ हिउँ परेको छ भन्ने सुनेको थियो हामीले त्यहाँनिर सो आज चाहिँ अनप्लान तरिकाले हामी हिँडिरहेको छौँ हिजोसम्म कहाँ जाने के जाने थाहा थिएन बिहान अचानक लजाउँ न त भन्ने हिसाबले चाहिँ हामी हिजोसम्मको डेस्टिनेसन अर्कै थियो हाम्रो अब आज चाहिँ भैरवकुण्डको डेस्टिनेसन बनाएर चाहिँ हामी आज निस्केका छौँ हेर अहिले चाहिँ म यो नगरकोटको बाटो हुँदै हामी चाहिँ यहाँबाट 5 खाल निस्केर जुन 0 किलो भन्ने ठाउँ छ त्यहाँ निस्केर त्यहाँबाट हामी यता 5 खाल निस्केर चाहिँ अनि त्यहाँबाट त्यो दोलाघाट हुँदै त्यहाँबाट सिन्धुपाल्चोक छिरिसकेका हुन्छ त्यतिखेरसम्म चाहिँ हामी एन्ड त्यो बाटो जाने भनेर फर्स्ट टाइम म यो बाटो नगरकोट बाटो हिँडिरहेको छु खासै म यो बाटो पहिला गएको छैन हामी चाहिँ 4 जना गइरहेको छौँ अहिले यहाँ मेरो पछाडि आवाज छ पछाडि 2 जना अगाडि छ नहुँदाएर त्यो एन्ड 2टा बाइकमा 4 जना गइरहेको हामी सो म्याप चाहिँ अलिकति कन्फ्युज केटाहरू अलिकति अगाडि गइसकेछ त्यो भएर चाहिँ अलिकति एकछिन चाहिँ भुलियो बाटोको ओभरअल अहिलेको टाइम भइसकेको छ धेरै नै ढिला भइसकेको छ टाइम चाहिँ होइन किनभने बिहानै निस्किनु पर्ने हो हामी खासमा घुम्न जाने भने त बिहानै निस्किनु पर्ने हो नि त सो अलरेडी नै ढिला भइसकेको छ लेट छौँ हामी सो त्यही पनि अब हेरौँ केही छैन टिम मिल्दो भएपछि जति ढिला भयो नि जे भयो नि अब बस्न होटल जोत्दा नि पाइहाल्छ केही छैन सो त्यही हो मेरो गोब्रोमा चाहिँ चार्ज एकदमै कम छ त्यो कारणले गर्दाखेरि चाहिँ मैले आज अलिकति त्यो गोब्रोको ब्याट्रीहरू बल्ल 2-3वटा ब्याट्री थियो चेन्ज गर्दाखेरि चाहिँ बल्ल एउटामा चाहिँ 20% चार्ज रहेछ र मैले यसबाट भिडियो बनाइरहेको छु कतिखेर अफ हुन्छ यो भन्न सकिन्न तर पनि अब अफ नभइन्जेलसम्म चाहिँ बनाउने हो बाटोमा कता चिया खाना बसिन्छ त्यतिखेर चाहिँ टक्क अब त्यो चिया खाँदै चार्ज हाल्नुपर्ने हुन्छ मैले अगाडि यहाँनिर बाइकमा चाहिँ चार्ज यसरी हालिरहेको छु गोप्रोको ब्याट्री अब कतिको छिटो चार्ज हुन्छ बाइकमा त एकदमै ढिलो चार्ज हुन्छ त्यही पनि अब केही छैन बिच बाटोमा पुगेर चार्ज हालेर त्यहाँबाट अलिकति रुगाखुगी पनि लागिरहेको छ त्यहाँ त्यति जाडो ठाउँमा जाने भन्छ केटाहरू यार दुःख पाइरहेको छ केही छैन अब हेरौँ के हुन्छ अब देखा जाएगा जो होगा देखा जाएगा बट ठाउँ चाहिँ ओभरअल यस्तो दामी छ सिन्धुपाल्चोक यसै पनि तपाईँको हरियाली होइन अब चौतारा हजुरहरूलाई थाहा छ होला सो त्यही हो गाइज अब यो बिच बाटोको यो लोकेसन खासै के देखाउनु र अब यहाँबाट हामी 5 खाल निस्किन्छ भनेपछि खासै अब त्यो देखाउनु पर्ने जरुरत छैन होइन तर हामी मेन डेस्टिनेसन चाहिँ कस्तो हुन्छ भनेर एक्सप्लोर गर्नलाई चाहिँ सकेसम्म ट्राई गर्छौँ सो त्यही हो अब एकैचोटि गोब्रो चार्ज हान्ने ठाउँतिर हामी चाहिँ 5 खालतिर भेट्नुपर्छ है त केटाहरू कता पुग्यो त्यो पनि थाहा छैन अहिले गाइज ल बाई यहाँ आएर बसेर रहेछ नि यार हामी मुला उहाँ कुरेको कुरे है भएन हामी नकुरे होइन आउँथ्यो होला अब हो कि हामी धेरै कुर्यौँ नि हामी हो कि केटाहरू यहाँ आएर बसिरहेको रहेछ यार यत्रो टाइम यार थट कुराएर यार हामीलाई मैले तिमीलाई सुरुमा कल गर्दाखेरि त्यो तपाईहरु निक्लिनु बित्तिकै हामी निक्ले होइन ल त हामी पेट्रोल छिरि के रे मलाई तेल हाल्नु पर्दैन नि मलाई कहाँ त मु जाने अनि कोअर्डिनेसन गरेर हिँड्नु पर्यो नि त सँगै अब म्याप हेरेर ए हामी अलि पिछाडी खान्छ साइको मती हाल्नु बोलाइरहेको छु है देखिरहेको छु त मैले सुन्न थियो अरे आइबो पार्दैन आइबो त्यो
किन मेरो दिमाग चाहिँ कस्तो ताता क्या फेरि कस्तो तात्न खोज्छ आज कस्तो भने यस्तो रिस उठ्छ एक्कासी के भएको झन् कुल हुन खोजिरहेको छ यार रिस उठिहाल्छ क्या मलाई खै किन क्या कुल गर्न खोजिरहेको छु क्या नुहाएको नि मैले किन भएन कुल अनि त्यही नि मैले भन्न खोजेको चाहिँ आदित्यको मैले आवाज सुन्दाखेरि च्यामा सिंहबाट छिरी भने रहेछ तर च्यामा सिंहमा छौँ तेल हाल्दै भनेको जस्तो बुझेको मैले अगाडि पछाडि बोल्दै थिएँ मान्छे होइन बोल्नै दिँदैन बुझेँ आफै हिरो बन्न खोज्छ आफै पागल भइरहेको रोक्नु कहाँ म भन्दैछु बाटो चाहिँ यही हो भाइ होइन म मान्छेलाई यस्तो के सुन्नु म मान्छेलाई सोधेँ म्याप हेरिरहेको छु बाटो यही हो मलाई अनुमान छ त्यही नि बाबु पागल भइरहेको किन पागल भएको अगाडि पछाडि त हो नि किन पागल भइरहेको छ फोन गर न फोन उठाएर गरिहाल्छ नि त नि बाटो त यही हो भेटिहाल्छ भेट्यो नि भन्छु मुझी अनि झन् रमाइलो गरम बिस्तारै आनन्दमा चाहिँ बाबु पागल फेरि मुड खराब गर्छ सो हामीले चाहिँ केटाहरूलाई ढक्क भेटिसकेको छौँ अहिले चोरहरूलाई सो फाइनल्ली हामी चाहिँ अहिले टक्क लाएर चाहिँ गोप्रो मेरो 100% चार्ज भइसकेको छ मेरो यहाँ बाइकमा यहाँ चार्ज गरिरहेको थिएँ होइन अहिले चाहिँ फाइनल्ली टक्क 100% चार्ज भएर चाहिँ मैले ब्याट्रीहरू चेन्ज गरेँ अब चाहिँ मेरो गोप्रोलाई लामै समयको लागि आउनुहुन्छ होला त्यही साथ चाहिँ मेरो यो स्पेस स्टोरेज पनि त मेरो खाली गर्नुपर्ने छ नि त तर पुग्छ होला आशा गर्दा यस्तो 5-7 मिनटको केही छैन बाटोमा त हो नि सो चिया खाने बेला अहिले स्टोरेज क्लिन गर्नुपर्छ किनभने पहिला अस्तिमा चरीकोटको भ्लगको मेरो त्यो भिडियोहरूको त्यो उ छ नि त के अरे पेन्डिङ छ नि त यहाँनिर धेरै नै धेरै जिबीको छ त्यो कारणले गर्दाखेरि चाहिँ स्टोरेज अलिकति गोप्रोमा कम छ सो बवाल रमाइलो भइरहेछ होइन जङ्गलको बिचमा दामी छ पिच रोड पनि केटाहरू पछाडि छन् अहिले चाहिँ हामी सँगसँगै छौँ अघि चाहिँ अगाडि थिएँ सुरुमा चाहिँ अलिकति त्यो काठमाडौँको जाममा त्यही त हो नि बाटो साटो त हुन्छ गाडी चले गर्दा दायाँ बायाँ पछाडि हुन्छ र ओभरअल भ्यू दिन्छ हुन्छ दामी भ्यू छ यहीँ नै यति डेस्टिनेसन घुम्न आएको भयो नि दामी भन्ने भन्दामा यार हामी त कहाँ जान्छ यति यस्तो त कति देखिन्छ त्यही त सो हामी चाहिँ नगरकोट आइपुगेका छौँ म भाइजर लाउनै पर्छ जस्तो लाग्यो मलाई किनभने एकदमै त्यो चिसो छ नि त भाइजर लगाएर नि चिसोले गर्दाखेरि चाहिँ खत्तमै भएको छ क्या जाडो छ उसलाई फेरि अनि यसै पनि रुगा खोकी लगाइरहेछ अनि बिरामी भयो भने त खत्तमै हुन्छ नि त होइन आवाज पनि त्यसै आइरहेछ होला मेरो आज अब अलिकति त्यो छ नि त के अरे जाडो छ चिसो छ अब चिसो मौसम जाडो मौसममा खासै अब तातो कपडा पनि लगाएको छैन भन्ने गर्दा पनि तातो कपडा बोकिएर पनि एउटा उचाइ बोक्नु पर्थ्यो मैले नर्मली त्यसलाई के भन्छ त्यो के अरे त्यो मैले त्यो एउटा चेस्ट गार्ड चाहिँ बोक्नु पर्थ्यो चेस्ट गार्ड पनि बोकिनँ मैले सो अब जाडो चाहिँ खत्रै हुनेवाला छ क्या आज किनभने अब तपाईँको हिउँ पर्ने ठाउँ भनेपछि त डेन्जरै जाडो छ नि त सिन्धुपाल्चोकमा हिउँ पर्ने ठाउँ अब तपाईँको लब त्यो भनेको हामी जाँदा सायद हिउँ स्नोफल भइ नै रहेको हुन्छ होला यत्रो भनिएको छ पुगिन्छ डेस्टिनेसन थाहा छैन तर धुलो चाहिँ दामी उठायो क्या गाडीले केटाहरूले पनि धुलो उडायो धुलो नउडायो केटा हो धुलो उडाउ लुक एट द भ्यू गाइज लुक एट द भ्यू बवाल भ्यू छ होइन अगाडि फ्रन्टमा केटाहरू बाटो नगरकोटको बाटोको रिभ्यू दिनु पर्दाखेरि चाहिँ ओभरअल मलाई चाहिँ राम्रै लाग्यो है अब अब थोरै त्यस्तो उकालो पनि होइन ओह्रालो हल्का उकालो चढ्ने त्यहाँबाट टक्क ओह्रालो झर्ने रहेछ होइन किनभने बनेपाको त्यो धुलो धुवाको बाटो धुलीखेलको त्यो हिलो बाटोलाई चाहिँ त्यहाँ गएर यतिको पिच बाटो हिँडेर पुगिन्छ भनेदेखि लामो छोटो जस्तो भए पनि गइन्छ क्या दामी छ बाटो चाहिँ अब यति आउँदै तपाईँको त्यो ठाउँमा भएको भए त्यो धुलो धुवाले गर्दा दिमाग खराब भइसक्यो भने त यो यहाँको पिच हेर्नु न यार यहाँको लोकेसन हेर्नु न यहाँको भ्यू हेर्नु न यार दामी के लभली भ्यू छ क्या फ्रन्टमा हिमाल देखिरहेको हुन्छ अब यो ओभरअल हेर्दाखेरि जङ्गल कहाँ काठमाडौँबाट कहाँ टाढा होइन हेर्दा पुरै त्यो काठमाडौँको नजिक छ सधैँ नगरकोट हो होइन त्यही पनि टाढा आएको छ क्या त्यो अलिकति त्यो छुट्टै भाइब छ क्या त्यही भएर मलाई अहिलेसम्म चाहिँ रोडको एक्सपिरियन्स दामी लागिरहेछ अब अगाडि कस्तो छ बाटो थाहा होइन तर अहिलेसम्म चाहिँ बवालै छ यार सो फ्रन्टमा भ्यू हिमाल देख्न सक्नुहुन्छ चराहरू उडिरहेछ एन्ड हाम्रो यात्रा अगाडि बढिरहेछ हाम्रो प्लान पनि अझ हामी यात्रामै प्लान गरेर आएको क्या हामी पुरा उता दुईजना अर्को प्लान भइरहेछ यता हाम्रो प्लान भइरहेछ उहाँ गएर कस्तो के कता भन्ने कुरो होइन किनभने अनप्लानै हिँड्यौँ हामी होइन यो उता जाडो छ हो एकदमै चिसो छ पन्जा र एउटा टोपी चाहिँ चाहिन्छ किनभने जाडोले मरिन्छ मलाई यसै पनि रुगाखोकी लागिरहेछ आज हिजो अस्तिदेखि रुगाखोकी लागेको अब यतिकै बस्यो भने चाहिँ खत्तम हुन्छ किनभने बिरामी भयो भने त खत्तम हो नि त किनभने 1-2 दिन घुम्दा 2 महिना बिरामी भयो भने त खत्तम भयो 2 हप्ता बिरामी भयो भने त होइन मेरो सो त्यही भएर चाहिँ आफ्टर लङ टाइम हाम्रो चाहिँ धेरै समयपछि भन्नै पर्दामा लगभग हाम्रो
वर्षौँदेखिको एउटा प्लान चाहिँ आज सक्सेस भयो जस्तो लागिरहेछ होइन त्यो ऊभन्दा चाहिँ त्यो कोलाहालभन्दा चाहिँ छुट्टै पिसमा आयो जस्तो आनन्द भर्खर क्या स्टार्टिङमै यस्तो भइरहेछ भने चाहिँ उहाँ पुग्दा त कुरै छोडिदिउँ सो त्यही भएर उमेर हो घुम्नुपर्छ यही उमेरमा नगरे कहिले गर्ने अब पछि हुन त पैसा पनि इम्पोर्टेन्ट हो मान्छेले भन्छन् पैसा कमाउने पछि आएर घुम्ने होइन अहिले मिल्छ सकिन्छ अवस्था छ भनेदेखि चाहिँ घुम्नु भन्छु म चाहिँ रमाइलो गर्नुपर्छ भन्छु किनभने त्यो सपनै हुन पनि बेर लाउँदैन क्या पछि अब बिहे गरेपछि अब हामी 22-25 वर्षको मान्छे भोलि बिहे अब विदेश गएपछि 5-10 वर्ष बसि नै हालिन्छ बिहे हुन्छ त्यसपछि बच्चा बच्ची ढ्या भ्या होइन यताउता जिम्मेवारी बुढो हो त्यसपछि यताउता होइन त्योभन्दा चाहिँ अहिले भनेको चाहिँ न कसैको रोकटोक न कसैको केही होइन आफ्नै डिसिजनमा आफ्नै उसमा चाहिँ एउटा पर्फेक्ट एउटा के भन्छ प्लान चुज गर्न सक्ने अवस्था छ सो त्यही भएर चाहिँ उमेरमा घुम्नुपर्छ मेमोरी बनाउनुपर्छ पछि गएर रिग्रेट नहोस् भन्छु सबैको आफ्नो सोचाइ हो के भने नगरकोट होइन क्या यो नगरकोट होइन क्या यो त हेभन हो मलाई ऊ वाटरफल ओ केटा हो ओए एउटा भिडियो रुका अन भाइ एउटा फन्नी भिडियो बनाउने मुझे अब वाटरफल ढिधरा ढिधरा ल आऊ ल हादी बस ढिधरा ढिधरा दीवारा अडनडनडिडारा उज्ज्वला जुत्ता ला दिन न बुट ला त ए मैले बुटले भिज्दैन क्या बुटै भिज्दैन बुट भिज्दैन जाँडा ल उयो झन् भिजिस् ढिधरा प्रचर ढिधरा भन्ने रिल्स चाहिँ बनायो गाइज फाइनल्ली फन्नी रिल्स बनायो अझै कता हो सोल्टी रे कता हो सोल्टीहरू कता कहाँबाट आउँछ हौ त्यस्तो आके तू सुन्न ढिधरा ढिधरा प्रचर ढिधरा गोप्रो अनै छ यार गोप्रो अनै छ ओहो लड्छ कि क्या रे यतिबाटै जाने हो आधी घन्टा पुग्छ न त्यो नर्मल किन नर्मल एउटा फाइनली हामी चाहिँ टक्क यो के भन्छ 12 खाडी चौरबाट चाहिँ लागिसकेको छौँ 12:20 मेन्टेनेन्स बाटो बनाउने काम भइरहेछ खनेर यहाँ फेरि ड्याम चिप्लिन्छ बाइक फेरि होइन ए बाबु त नि बाबाबाट त फस्यो त बाइक त रुक फसेको मुझे अगाडिको टायरै मुझे पछाडिको ब्रेकै छैन मुझे अगाडिको हान्दा फसिहाल्यो नि मुझे टायर काट्यो क्या पछाडिको ब्रेक यत्रो भगवान् कसम बाइक ब्रेक हानिरहेको छु पुरै छैन देखिरह हेर त ल आफ्नै करे सवारी फडेकोलाई लडाइदिन्छ क्या तैँले नभन्नु पर्थ्यो क्या
ओहो वाउ ए ए भाइ ए हो एनएसमै गाह्रो भइरहेछ यहाँ फेरि हिँड न जाऊ न हिँड आफ्नै करेसबारीमा भएको धुलोमा ओ सो बाटो चाहिँ ब्लक पछाडि ट्रक आइरहेछ बाटोको अवस्था यसो छ अगाडि बनिरहेछ नि त तल बनिरहेछ सो एकदमै धुलो जुत्ताको हालत यस्तो भइसकेको छ है अघि हिलोमा गर्दाखेरि भोलि ट्रेकिङ लाएर जाने नि यही हो फर्किने पनि जुत्ता यही हो होइन भ्यू छ यार बब लभली के भिरबाखा नि बबाल के होइन लामे मतलब रात साँझ हुन लागिसक्यो लोकेसन भ्यू बबालै छ क्या अहिलेसम्म चाहिँ मजा आइरहेछ अफरोडिङ सफरोडिङ हल्का हल्का भइरहेछ एन्ड पिच अफरोड जे दुइटै कुराहरूको एक्सपिरियन्स मजाले गर्न पाइरहेछ होइन एडभेन्चर पनि भइरहेछ माथि हल्का घाम देखिरहेछ डाँडामा एन्ड चिसो बढ्दै गइरहेछ टोपी किनेर छ भोलि हामीले हाइकिङ जानको लागि चाहिँ सो अब कहाँबाट कताबाट चाहिँ माथि लाग्ने भन्ने कुरो चाहिँ मलाई अहिले पनि फिक्स भइसकेको छैन सो हामी चाहिँ अहिले तातो पनि बन्जी जम्पिङ गर्ने ठाउँबाट चाहिँ बन्जी जम्पिङ गर्ने ठाउँबाट चाहिँ अलिकति कटेर तल आइसकेको छौँ होइन गोब्रो चाहिँ फाइनल्ली अफ भयो मैले घरबाट चार्ज हाल्न बिर्सेर एउटा बल्ल बाटोमा एउटा चाहिँ चार्ज हालेर यतिसम्म क्लिपहरू चाहिँ क्याप्चर गरेँ अहिले चार्ज हुँदैछ अझै पनि चार्जिङ प्रोसेसमै छ बट यो अफ रोडमा हल्लेर चाहिँ यो बाइक अलिकति त्यो चार्जरहरू अलिकति हल्ले के सो केही छैन सो फाइनली देख्न सक्नुहुन्छ वाटरफल धिरा है क्या हामी चाहिँ अहिले एकदमै जाडो चिसो ठाउँमा 3-4 खाप कपडा लाउँदा पनि लास्ट चिसो भइरहेछ सो यो हाम्रो चाहिँ यो के भन्छ तातो पनि जुन चाइना र नेपालको बोर्डर चाहिँ त्यति धेरै टाढा छैन यहाँबाट धेरै टाढा छैन नजिकै छ भन्दा पनि हुन्छ पहिला म यो ठाउँ आएको थिएँ है पहिला काम गर्नको लागि आएको थिएँ म मेरो अफिसियल कामको लागि चाहिँ मेरो आफ्नो जबको लागि चाहिँ ब्याङ्कको कामहरू पहिला मेरो हुन्थ्यो त्यो कारणले गर्दाखेरि त्यो काम गर्न चाहिँ पहिला म यहाँ तातोपानीतिर 1-2 चोटि नै आएको थिएँ उता पर त 2-3 चोटि आएको थिएँ यता तातोपानी बोर्डरसम्म चाहिँ एकचोटि आएँ बोर्डर पुगेर त्यहाँ सबै होइन जस बाइकमा आएको थिएँ म पहिला एप्चेट भिडियो थियो मेरो पहिला त्यो बाइकमा त मजै आएको थियो तर यार जस पहिरोहरू एकदमै यहाँ चाहिँ जानेहरू चान्सेस एकदमै बढी हुन्छ क्या गइरहेको हुन्छ एन्ड भन्सारको सामानहरू यताबाट यताउता दायाँ बायाँ गर्दाखेरि यो बाटो अलिकति त्यस्तै त होइन ट्रकहरू ठुल्ठुलो कुद्छन् एउटा ट्रक अगाडि आइदियो भने चाहिँ फेरि हाम्रो यहाँ कट्नै गाह्रो पर्छ क्या यो यतिको बाटोमा होइन र यतिको बाटोमा त गाह्रो फर्किनुपर्छ हामी तालभरि हो किन मानव उता ट्रक आयो भने त परेन छिटो वन्य जन्तुको संरक्षण भनेर लेखाएको छ त्यहाँ होइन अनि यस्तो भिडमा चाहिँ के वन्य जन्तु जङ्गल खोइ त लभली क्या है कस्तो लभली भ्यू देखियो क्या बाइक अघि पनि एकछिन ठेल्नुपर्ने अवस्था भइदिएर हैट एक गियरमा कुदाउनु त खत्तमै भइहाल्छ बाइक त सो बबाले बिहान दामी पिच हिँडे पनि अहिले चाहिँ बबाले अफरोडमा हामी पुगेका छौँ अब चाहिँ यहाँ सो नो प्रब्लम ए आमा त्यो यो ऊ भयो नि त्यो भाइ यो त्यो के भन्छ त्यसलाई त्यो अलकत्र होइन ऊ ठ्याङ्गे ठोकायो अन्त अहिले यार बाइक ए 2 गियरमा त हिँड्दैन बाइक लामो जस्तो बाइक त्यो बाइक 2 गियर हिँड्दा छ अन भाइ ऊ फेरि ठोकायो दुई गियर कि एक गियर 2 गियर कि एक गियर 2 गियर कि एक गियर भने क्या एकमै हो अरे त्यो अगाडि जान्ने भयो होइन जिन्दर लडाइ यस्तोमा लडाइ यार यस्तोमा लडाइ हान्दा गाह्रो भइहाल्छ हात खुट्टा भाँचिहाल्छ नि होइन त
ओ अफरोड तर यस्तै अफरोड होला हौ त्यो उसको पनि त्यो हामी जो रसुवा भन्ने ठाउँमा होइन र योभन्दा के अफरोड हुन्छ र त ढुङ्गा सुङ्गा है त अनि होइन नर्मल अफरोड होइन त ओ माई गड भ्यू यार भने हिमाल है कस्तो दामी देखेँ कि हेर त कस्तो बबाल गाउँ यार आम्मा यार दामी के लभली कस्तो अर्कै हेर्न गाउँ आफ्नै गाउँ छिरा त फिल भयो है मलाई त यार हौ है भने मतलब कहिले पनि होइन कुनै अरूको गाउँ छिरेर होइन आफ्नो गाउँटाको भाइ आउँदैन थियो हुन त मेरो गाउँ यस्तो त छैन तै पनि क्या यसो हेर्दा यहाँ टक्क रोडबाट यहाँ गाउँ छिराएको छ है अनाइ गाउँ छिरियो त गाउँ उहिले हान्दा गाउँ चाहिँ नफुल होइन यो बाटो अफरोड होइन बाइक अलिकति त्यस्तो हो क्या भाइ बाइक यो अन भएको जति बाइक होइन हुन्थ्यो मलाई त यही हो त्यो लिस्टी भन्ने गाउँ यही हो नफुल यो दायाँलाई फोटो खिच्नु न त एउटा फोटो खिचिदिनुहुन्छ एउटा फोटो खिचिदिनुहुन्छ आउँदैन आउँछ होला आउँदैन क्यामेराले भ्याउँदैन त्यही नि त हिमाल पनि गायब भएछ भाइ यार केटाहरूलाई जानिदिउँ म चाहिँ जान चाउँदो सो यस्तो बाटोमा चाहिँ अलिकति बढी चिप्लिने सम्भावना चान्सेसहरू धेरै हुन्छ नि त एन्ड त्यही भएर चाहिँ अलिकति हो नफुल मनबारी फुल्यो यो जुनी तिम्रै भर डान्सु क्योरापले फकाउँछ काफले सरी यार ऐसे ही निकल जाता हूँ मैं ओ माई गॉड यार रातिको बेला होइन रात सास मन लागिसक्यो कहाँ जाने कहाँ बस्ने कहाँ जान लाग्यो भन्ने नि भन्नै पर्दामा डेस्टिनेसन फिक्स छैन न वरिपरि घर छ जङ्गल छ बिचमा हामी दुईवटा बाइक मात्रै छ बाटोमा है कहाँ जाने के गर्ने थाहा छैन अब आज जङ्गल सफारी हान्नु पर्ला लाग्छ क्याम्पिङकैमा के हो बाटो त यार देख्दिनँ त भाइ गएर हानी मात्रै लडाइरहेको हातै घाँदेको लडाइरहेको पछि पागल भएर क्या सुरुमै 1500 जान्छ सुरुमै 1500 चाहिँ मिठो जान्छ बाँकी भने त बिस्तारै जान्छ बाटै देखेन केटाहरू धुलो उडायो नि त त्यही नि कन्ट्रोल हाने उनीहरू हल्ला राख म चाहिँ त्यस्तो नदेखिकन हिँडिरहेको छु जानु कि नजानु आज एक मेरो मुखमा धुनी राखेको लास्टै ओहो दुईखेर बाइकै कसम बाइक चाहिँ हल्का बवाल भइदियो भए यस्तो दौडिन्थेँ म यहाँ कसम देखा छैन बाटो एक्सपल्स सस्तो मस्तो एउटा उस सेगमेन्ट भयो ओहो म जिया केटाहरूले त केही पनि आँखादेखि नदेखि बनाएको थियो यार मलाई त देखेर त बाटो देखेर तैँले केटाले धुलो झन् केही बाटो देखेन क्या मलाई मर्ला त बाइक यार 2 गियरमा त है सास अन्तिम सास बनाएको थियो क्या छ्यास गरेर जालाएको थियो क्या हाय हेलो गाइस देख सकते हो आप लोग अंधेरी रात पे इतनी बिना किसी बैकअप बिना किसी न होटल को बैकअप भन्ने मतलब कुनै प्रपर एउटा बुकिङ पनि छैन नि त हाम्रो हैन हामी कताबाट जाइरहेछौँ कताबाट पुग्छ भन्ने कुरो पनि थाहा छैन यो हो के रियल एब्सेन्टर
साला सुबह दोस्त से यस्तो एउटा रिल्स थियो नि एउटा साला सुबह दोस्तों से निकल लिया हूँ पता नहीं कहाँ जा रहे हैं कहाँ लेके जा रहे हैं कहाँ जा रहे हैं नहीं पता नहीं कब फर्क निकलेंगे वो भी पता नहीं भन्छ त त्यस्तै क्या पीछे पीछे जा रहा हूँ साला सुबह से निकला हूँ अभी तक पता नहीं चला कहाँ जा रहे हैं हम लोग किस किस काम के लिए जा रहे हैं कब निकलेंगे वो भी पता नहीं है पर चलते जा रहे हैं सुबह से रात हो गई चलते जा रहे हैं मतलब बैठना कहाँ है खाना कहाँ है पहुँचना कहाँ है हाँ माउन्टेन ड्यू डर्की माकी आँख यो म पहिलोचोटि होला होइन पहिलोचोटि होला कुनै ठाउँ गइरहेको छु यत्रो बिहानदेखि हिँडेर यत्रो मेहनत गरेर बाइक लिएर यस्तो अफरोडिङ हानेर तर पनि त्यो पुग्नुपर्ने ठाउँको नाम चाहिँ पटक पटक बिर्सिरहेको हुन्छ क्या म पटक पटक भैरव कुण्ड होइन गोमा गोसाई कुण्ड याद हुन्छ भैरव कुण्ड कुण्ड चाहिँ कुण्ड हो तर कुन कुण्ड हो बिर्सिहाल्ने क्या अब त गोप्रोको भ्यू पनि एकदमै अँधेरो भइसक्यो होला होइन अब त गोप्रो पनि बन्द गर्दा हुन्छ होला नाइट भ्यू अब त्यही हो ओ माई गॉड व्हाट अ भ्यू लुक एट द भ्यू गाइज गोप्रोमा कतिको क्याप्चर भएको छ होइन आमामा यार कस्तो दामी इन्ट्री है हो कि होइन टक्क पर्दाबाट फुत्त निक्लेर दामी भ्यू देखाएको छ क्या लुक एट द भ्यू गाइज हिमाल देख्न सक्नुहुन्छ डरै लाग्छ बाटो पनि त्यस्तै छ अलिकति अब हामी चाहिँ जङ्गलको बिचमा जङ्गल सफारी भइसक्यो नि त कहाँ कहिले पुग्यो कहाँ पुग्यो थाहा छैन हिँडेको छ हामी ओइ हामीले बाइक पनि राम्रो रेस्ट गरेको छैन भन्ने होला बाइकलाई रेस्ट गराउनु पर्ने हो ढिला भयो हतार भयो भने मात्रै कुदे खाएर केटा हो यार 1 घन्टा जति रेस्ट हान्नु पर्ने यत्रो कुदेपछि त्यहाँ जङ्गलको जङ्गल भौतारिरहेको छ हामी तर कहाँ पुगिरहेको छौँ थाहा छैन एउटै डाइलग कति भन्नु हामीले तर जे भइरहेछ मजा चाहिँ आइरहेछ त्यो एउटा सुप खान पाएँ आवाज तातो सुप क्या सुरुप पपाएर तेरो चिया चिया जाडोमा क्या हो कि होइन हेत्तेरी क्या सेलाउने कुरो छोड्दैन उमालेको त्यहाँ त कहाँ सेलाइहाल्छ त यार सुरुप तातो पानी अथवा तातो चिया खाँदै टक्क हिमालको भ्यू हेर्दै भोलि मजा आउँथ्यो है ट्रेकिङ चाहिँ नहिँडेको चाहिँ धेरै भयो नि त भागम भिलेजमा हामी बस्छौँ तर यहाँ चाहिँ अब त्यो भागम भिलेज चाहिँ कता हो कहाँ हो कतिखेर आइपुग्छ कहाँ आइपुग्यो हामी अहिले भने चाहिँ केही पनि थाहा छैन यही हो जस्तो लाग्छ मलाई भागम भिलेज एक्सक्युज मी यो बागम भिलेज भन्ने कहाँनिर हो कता हो के बागम भिलेज हो कि कता कता भैरवकुण्ड ला हो र कति राम्रो छ बागम पुग्न चाहिँ एक घन्टा भएन आधा घन्टा पुग्छ बजार छ हो बजारै छ हो हजुर बजारै छ हस् धन्यवाद आगो त नि भयो नि तापम केटा भएर दाइ बागम पुग्न कति टाइम लाग्छ बागम पुग्न 1.5 घन्टा लाग्छ 1 घन्टा हो र ओहो 1 घन्टा लाग्छ फेरि बाइकमा भने बाइकमा मजा गर्छ यार बाइकमा त लाग्दैन हामी हिँडेर आउँ यहाँ बाटो चाहिँ अलिकति
डर डर लाग्ने डिल रहेछ यार तल है मा ल ल ल भन छोडिराख न अनको लाइट चाहिँ ठुलो हो नि त त्यही भएर चाहिँ ऊ पछाडि पछाडि म अगाडि अगाडि गइरहेको छु मेरो लाइट हल्का कम छ एन्ड त्यही हो अब ओभरअल आजको दिनभरिको बाइक राइडिङ एक्सपिरियन्स चाहिँ दिनभरि बाइक कुदाएको कुदै रेस्ट पनि छैन सर्भिसिङ कस्ट यसपालि बवाल आउँछ होला क्या मेरो चाहिँ किनभने अब सर्भिसिङ गर्ने बेला अस्ति भइसक्यो अब मेरो त्यही नगरी बसेको थिएँ अब एक दिन परि बाइक छोड्नुपर्छ नि त अनि त्यो कारणले गर्दाखेरि चाहिँ खासै मैले सर्भिसिङ चाहिँ अब उ गरेको थिइनँ अब यहाँबाट फर्किने बित्तिकै सर्भिसिङ गर्नुपर्ने हुन्छ हामीले बाइक चाहिँ उता माथिबाट पनि के आइरहेछ आउन चाहिँ आइरहेछ आउन चाहिँ आइरहेछ तर के आइरहेछ थाहा छैन बोलेर आइरहेको रहेछ अफरोडिङमा चलाउनु चाहिँ मजा आइरहेछ केटाहरू पछाडि मलाई चिच्याइरहेछ होइन एन्ड त्यही हो बवाल मजा आइरहेछ आज चाहिँ अब माथि गएर तातो चिया खाँदै चाहिँ टक्क होइन होटललाई चट्ट सुतेर दामी भोलि बिहान चट्ट उठेर चट्ट सुत्यो बवाल मजा आउँथ्यो नि त नाइटमा होइन सो त्यही हो अब बिहानै हामी चाहिँ 3 बजीतिरै ट्रेकिङ हुनुपर्ने हुन्छ लोकलको अनुसार चाहिँ हामीले जुन ठाउँमा गएर बस्नुपर्ने हो एक्युरेट त्यो ठाउँमा गएर आज नबस्दा ठिक हुन्छ किनभनेदेखि धेरैजना ट्रेकरहरू चाहिँ आइसक्नु भएको छ अरे नि त दिउँसै किनभने नर्मल्ली हामी बिहानको 5-6 बजी हिँडिसक्नुपर्ने 7 बजीसम्म हिँडिसक्नुपर्ने हो हामी हिँड्ने 1 बजिसकेको थियो नि त यसै पनि हामी अलरेडी लेट छौँ है अनि त्यही कारणले गर्दाखेरि चाहिँ खासमा प्रब्लम भयो कि हामीलाई चाहिँ अब माथि गयो भनेदेखि अलरेडी प्याकहरू हुनसक्छ होटल फेरि रिक्स गरेर फेरि भोलि अलि फेरि यता बिहान यता अहिले फर्केर अनि अथवा दिमाग खराब गरेर एडजस्ट गरेर बस्नु भन्दाखेरि चाहिँ होइन आनन्दले राम्रो होटलमा ठिकठाक रुम भएको होटलमा बसेर चाहिँ टक्क अनिखेरि गयौँ भनेदेखि चाहिँ भोलि बिहानै गयो भने चाहिँ मजा आउँथ्यो यो दामी गाउँ आइरहेछ क्या आँखै खायो क्या गाडीको उसले लाइटले गर्दाखेरि यार बोलेरोले गर्दाखेरि केही छैन केटाहरू खोइ त आइरहन् यो हेत्तेरी यार के आइडिया लाग्यो बाइक त्यही छ बाइक नि के देख्यो सेन्सरै बिग्रियो त्यतिका हेलो रोशन सर कता हुनुहुन्छ पसलतिरै हुनुहुन्छ एउटा सानो यहाँ समस्या भयो कि यो N150 छ नि हामी अफरोडिङ हानिरहेको थियौँ अफरोडिङ हान्दा ड्याङ्ग एकचोटि ठोक्काएको थियो त्यो बिस्तारै त कसले हान्छ बिस्मारी त्यहाँ यहाँ आऊ त यहाँ आऊ न यता आऊ न अन भाइ यता आऊ न ए त्यहाँ टुल्सहरू के छ हेर त्यहाँ ब्यागमा के उसमा यो खोला त पहिला यो बसायो फाइनली यार अन भाइको चाहिँ त्यो यहाँनिर तल ठोकिएछ क्या तल यो ओह्रालोमा ठोकेर अनि त्यहाँनिर ठोकेर त्यो साइड स्ट्यान्डको सेन्सर चाहिँ सेन्सरमा चाहिँ प्रब्लम आएछ क्या बल्ल फाइनली हुन चाहिँ भयो यार देख्न सक्नुहुन्छ कस्तो भयो त आजको एक्सपिरियन्स केटा हो भन न कस्तो भयो सो होटलभित्र चाहिँ छौँ हामी तर होटलभित्र छौँ त्यही नि होटलभित्र छैनौँ हामी यो प्लानमा सामेल छ त्यही पनि सामेल छैन तर रुम चाहिँ बुझिदिन्छु भनेर भन्नुभएको छ जसरी पनि बस्नै पऱ्यो आजको रात खानै पऱ्यो गर्नै भोलिको के छ प्लान केही पनि थाहा छैन रातिको अहिले 8 बजा लागेछ अँध्यारोमा रिक्स लिएर कति ठाउँमा क्लोज कल हानेर क्लोज कल जस्तो भएर किनभने बाइक त यस्तो गरे छ होइन त लुक्स हेर्नु त बन्द झाँक्रीको यो गर्दै आएको थियो हामी सो त्यो खै
रुम चाहिँ हाम्रो फिक्स होला जस्तो भइरहेछ बल्ल बल्ल सो रुम हेर्न हामी चाहिँ गइरहेछौँ झाडो यति धेरै छ कि अब हजुर यहीँ टाइम बस्ने सो हाम्रो चाहिँ रुम यहाँ फिक्स होला जस्तो भइरहेछ हेर त राजा ओके हामी बस्ने हो यहाँ अनि बुकिङ गर्नुपर्छ नि मैले नै के रिसर्च नगरिकन नजाने त्यही त रिसर्च गर्नु पर्थ्यो कि भाइ यार हामी मलाई यति भोलि हामी कता जाने नि थाहा छैन हामीलाई के पनि रिसर्च यतिकै आइदियो जस्तो तपाईँहरूलाई जाने बाटो म सबै बेलुका एक्सप्लेन गरिदिन्छु है खाना खाइसकेपछि सबजना ग्रुपमा हुन्छ होइन ग्यादर गरेर म सब एक्सप्लेन गरिदिन्छु अहिले चाहिँ बस्नलाई त ठाउँ अनि मैम बुझ्यो सबै गिबिन ल एम्बा लास्ट जो पनि बुझ्यो गिबिन मुन जो दे जोमु देबे हुँदै बेला ल भुइँमा एकजना बेडमा एकजना हो यता पनि बेड छ हैन यता पनि ठाउँ बनाउनु ए भइगयो नि त ए ल ल ल थ्याङ्क यू सो हजुर ठाउँ बनाइन्छ ओके हामी त एकदम प्राइभेट यो त उ जस्तो भइगयो के अरे त्यो के सो खानासाना खाएर चाहिँ हामीले टक्क बाइक अब चाहिँ कुनामा थन्काउन लागेको होइन हिउँ धेरै पर के अरे हिउँ सरी तुसारोहरू धेरै परिरहेछ नि त सो आजको भ्लग चाहिँ यहीँ इन्ड गर्नु पर्ला जस्तो लागिरहेछ किनभने आजको दिनभरिको क्लिपले नै आजलाई इनफ हुन्छ होला एउटा पार्टलाई सो सेकेन्ड पार्टमा भेट्नुपर्छ उताको भ्लगको लागि चाहिँ है त बाई गाइज